लौ न हजुर हामी चुनाव पर्खिरहेका छौँ। हामी चाहिँ ग्यासको पाइप पर्खिरहेका छौँ, कहिले आउँछ? अलिक समय पर्खिनु। कति पर्खिनु? पर्खिँदा पर्खिँदा हजुर नै जाने बेला भइसक्यो। यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ? अनि चुनावको तयारी कस्तो हुँदैछ त? चुनाव गराए एमाले चुनाव जित्छ। नापिस्तेर पार्टीले कसरी जित्छ? त्यही त, कसरी जित्छ देख्नु भएन? सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको चहल पहल। सामाजिक सञ्जालमा अलिअलि कब्जा जमा छन्, फिल्डमा रियालिटीमा ढुक्क सित्तैमा। सामाजिक सञ्जालमा मात्र होइन, रियलमा पनि पुरै देश घन्टीमय भइसक्यो। हेर्नुहोस् त यहाँ बाजेले रियल घन्टी बजाउने अनि नातिहरूले घन्टी बज्ने वेबसाइट बनाएर मोबाइलमा बजाउने। यसरी ट्याप गरेर पनि बजाउनु मिल्छ हैन। अर्को चाहिँ भनेको यसरी सेक टु रिङ गर्न मिल्छ। त्यो भनेको चाहिँ तपाईको हरेक दिनको सुरुवात यसरी घन्टी बजाएर घन्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। 10 वर्ष बन्दुक पड्काउन पनि खासै केही भएन भन्छन्, अनि घन्टी बजाएर पनि हुनेवाला केही छैन भनेपछि यसपालि भोट चाहिँ केमा हाल्ने त? भोट केमा रे बाजे? बाजे साँच्चीकै त्यसमै हाल्नु होला नि फेरि झुकेर। आफ्नो पार्टीको नाम र चुनाव चिन्ह त थाहा छ नि। पार्टीको नाम र चुनाव चिन्ह भन्न मिल्छ मिल्दैन? चुनाव चिन्ह तारा, चुनाव चिन्ह पनि के हो के यार? मलाई चुनाव चिन्ह गाजाको पात बनाउनु मन छ। चुनाव चिन्ह गाजाको पात, अनि पार्टीको स्लोगन चाहिँ जय देश जय चोइस होला हैन? तपाईले अब कुरा नगर्नु न सर। ऋषि धमला पनि चुनाव लड्दै हुनुहुन्छ अरे। दाइ हजुरको चुनाव चिन्ह के हो? काजु हो? के हो त? मोबाइल। मोबाइल। अनि हजुरको? माटो। यता कुलमानजीको? उज्यालो नेपाल पार्टी चुनाव चिन्ह चिम। अनि बालेन दाइको चाहिँ के हो? बालेन शाहको पार्टीको नाम देश विकास पार्टी, चुनाव चिन्ह लौरो। मेयर सियारले पनि पार्टी खोल्ने हो भने गोमुतले पनि चुनाव चिन्ह पुग्दैन। त्यही त, पत्रकार, मेयर, कलाकार सबले पार्टी खोलेको छ। आजदेखि नयाँ नेपालमा पार्टी सुरु भएको छ, शाखा लिडर भएको। दाइ हजुरले पनि पार्टी खोल्नु भयो? के हुने पार्टीको नाम? नेपाल विकास पार्टी। अनि चुनाव चिन्ह? लाडो। अनि यस्तो छाडा चुनाव चिन्ह राखेर दिन्छन् त भोट? नदिएर हुन्छ? कसले दिन्छ? हजुरलाई दिनु होला त बरु केपी उलाई दिन्छ। त्यसलाई दिँदा त बिग्रिहाल्यो नि देश। हेर त, तेरो दाइ विदेश, तेरो बाउ विदेश। जो विदेश जानुभयो सबै चोइसले गएको रे त। अनि के युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइन नि त, चोइसले गएका हुन्। साला कुन युवाको चोइस छ यो 50 डिग्री सेल्सियस तापक्रममा 12 घण्टा 16 घण्टा नन स्टप पसिना चुहाएर मरी काम गर्नु कुन युवाको चोइस हो? छ? त्यही भएर यसपालि भोट हाल्दा राम्रो मान्छे चोइस गर्नु होला। भोट सिर्फ एउटै मात्रै चिजमा हाल्ने। के हो? घन्टीमा। नेकपा एमालेमा। नेकपा एमाले मन पर्दैन भने घन्टीमा। कांग्रेसमा हाल्ने। अनि जहिले पुरानो पार्टीहरूलाई दिने त भोट? अब त नयाँ युगले नयाँ खोजेको छ नि त। हो, त्यही भएर यसपालि भोट केमा? यसपालिको भोट एमालेले नै हुन्छ। घन्टी मुर्दाबाद। यो भएन। एमाले कि कांग्रेस यो दुईटै पार्टी राम्रो। ए अनि घन्टी भन्छन् त, के हो खास? अब अहिलेका युवाहरूले चाहिँ अब नबुझेर अब घन्टीमै हालौँ न, अब सन्टीमै हालौँ। रवि लामिछाने लिडर होइन, बालेन लिडर होइन, यिनीहरू माफिया हुन्। हजुरको नजरमा त सबै माफिया आफू बाहेक। एउटा चाहिँ फाइनान्स माफिया, एउटा गाँजा माफिया। बालेन शाह त गजडे हो। गजडी केटो के गजडी लुसी। अब र्यापर भएर होला चुरोट खाने मान्छेले गन्जिडी बनाएरै गाँजा तान्ने जय शम्भु म परा मन्दिर। रक्सी पनि नखाने, दुध खाएर बस्ने, तर भ्रष्टाचार गर्ने भन्दा त हामीलाई त बरु गाँजा खाने देश बनाउने राम्रो ठिक होइन? बहुत राम्रो। देशको माया हुने मान्छेले हर्क साम्पाङलाई भोट दिन्छन्। नबुग्दैमा देश चलाउनु सक्छ भन्ने छैन। त्यसो भए त त्यो इटाको भारी बुग्नेहरू सबै प्रधानमन्त्री हुन्थ्यो होला। गिटार बजा तु गरेर र्याप गाउने? र्याप होइन हो, र्याप हान्ने त बालेनले हो। मेरो देशको गीत र्याप हो, दोहोरी गाउनुहोस् न। स्वर पनि मेरो गेडा। अहिलेको चुनावमा कसलाई दिने हो भोट? भोट म जान्जी हो। छिप्पेको जेन्जी। यो त जोक अफ द इयर भएको छ क्या नेपालमा यो राजनीतिको। किन काका के भयो? फेसन डिजाइन जस्तो नि, हिरो पनि गएको छ, हिरोइनी पनि गएको छ। त्यही त, सबै गएका छन्। मेयर, पत्रकार, हिरो, हिरोइन, गुन्डा। कहाँ गुन्डा म? बरु डन भन भाइ, मलाई डन। डन गुन्डा नभन यार। कहाँ गुन्डा त लोकल गुन्डा जम्मै गएको छ डिजाइन जस्तो क्या। कोही बारुली कम्मरका भएका पनि गएका छन्। बारुली कम्मर भएको चाहिँ को हो फेरि? रिमा विश्वकर्मा नाम गरेकी चाहिँ कलाकार त थाहा मोडे। मैले त्यसै दिन कुलमान घिसिङलाई आफ्नो अगुवा माने। उज्यालो नेपाल, उज्यालो भविष्य। घन्टी बजो घन्टी। यो रातारात पार्टी परिवर्तन। रातारात पार्टी परिवर्तन सुरु नौडे पारा देखाइसके। बालेन हो? बालेन होइन हो बाजे, भाइरल बाबा हो। यस्तो दारी पालेको देख्नै हुँदैन। त्यही त, आज भोलि त सपनामा पनि भूत बन्देर तर्साउनुहुन्छ होला बालेनले। लुसिफरहरू धाक नलगाए हुन्छ। धाक होइन, बालेनले हराएर हजुरको करियर यहीँ एन्ड गरिदिने रे। बालेन चाहिँ तर आएर न 500 भोट ल्याएर देखाउँ त झापा पास। के कुरा गर्नुहुन्छ? हजुर पनि झापाको हो, एउटा भोट हजुरले पनि हाल्नुहुन्छ होला नि बालेनलाई। बालेनलाई त म अहिलेको अवस्थामा म हाल्दिनँ, मैले ओलीलाई नै हाल्छु। अनि अरू बेला त के भन्नुहुन्थ्यो त ओलीलाई? ओलीका कुरा र बन्डालेका गुला उस्तै हुन्। अनि भोट चाहिँ फेरि ओलीलाई नै हाल्ने? केपी शर्मा ओली जो हुनुहुन्छ उहाँलाई भोट हाल्ने हो। बालेन शाह भनेको खुट्टाको चप्पल हो, खड्ग ओली भनेको सिरको टोपी हो। बाहिरका मान्छेले चाहिँ यहाँ केही भुत्लो नि हार्दैन,
यीको मान्छे चाहिन्छ घन्टी सन्टी चाहिँदैन काठमाडौँ सबै आगो लगाएको छ घन्टीले रवि दाई हेर्नुहोस् त अस्ति आगो लगाएको घन्टीले हेरे बिल्कुल गलत भएन क्या आमालाई सम्झाउनु पर्यो बालनले देश बनाउँछ यो बुढा बाजे बोजूलाई चाहिँ सम्झाउनु नसकिने भयो रुख र सूर्य मात्र भन्छन् घन्टी भन्दै हल्ला गर्दै हिँड्थ्यो तर दिन त सूर्यलाई नि दिने हो त मधेसे कहाँको ठुक्क दिदी जनकपुर हेर्छ हामीलाई हेर्दैन हेर्ने भनेको केपी बानी हुन् तेरो बाउ केपीको के पाएर त यत्रो मुला पाए मात्र केपी ओलीलाई नै म साथ दिन चाहन्छु देश बनाउने नेता उहाँ हुनुहुन्छ तिमीहरू नामर्दहरू अझै त्यो बुढा बाको आश गर्दै बस्छ उहाँहरूको बुढो बाले चाहिँ यसरी झुट बोल्दै हुनुहुन्छ बहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई भन्छ आजकल अनि यस्तो झुट बोल्नेलाई भोट दिन्छन् त यिनीहरूका मासु भात खाने के को मासु भात खान्छ हामी आफै गरेर खान सक्दैनौँ काङ्ग्रेसले दिन्छ भने खाने के लट्टर के चोर्ने हो रुपियाँ यिनीहरूका मासु भात खाने भोट चाहिँ घन्टीलाई ठोक्ने केपीको पैसा खाने बालनलाई ठोक्ने त्यस्तो हो भने त केपी ओलीले चुनाव हार्नुहुन्छ त यार केपी ओली जाँठा बुढो पनि जस्तै हो त्यो हार्दैन यार त्यही त हार्ने त कुरै थिएन अब 5 चोटि प्रधानमन्त्री हुने रे केपी शर्मा ओली फागुन 21 पछि 5औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ हो प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को भन्छ भनेर सोध्नु भयो होला महेश बस्नेत अब महेश दाइलाई पहिला गृहमन्त्री बनाउने त्यसपछि महेश दाइलाई प्रधानमन्त्री बनाउने भातडा बनाउँछन् प्रधानमन्त्री मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या प्रधानमन्त्री नै चाहियो भने म दिन्छु अहिले भनेर 3 चोटि भनेको थिएँ मैले केपीलाई प्रधानमन्त्री को बन्ला त आगामी निर्वाचन पछि केपी ओलीले प्रधानमन्त्री बन्छु भनिरहेछ हर्का साम्पाङजी तपाईँ प्रधानमन्त्री बन्नुहोस् के कुरा गरे हजुरले बन्नुस् भनेर बन्ने हो र चुनाव पछाडि त मै हो प्रधानमन्त्री आफै मै प्रधानमन्त्री हो भनेर भइन्छ त को त प्रधानमन्त्री राजेन्द्र दाइ को भनिदिनु त प्रधानमन्त्री त साला सोनी वाङले हुन्छ लेखेर त्यस्ता सोनी बागले हैन बरु सूर्य थापा चाहिँ हुन सक्छ ओ मुजी सूर्य थापा चिन्नुहुन्न एमाले को जेन्जी नेता एउटा एमाले नेताले जेन्जी मै हो भन्ने अर्कोले फेरि जेन्जी भनेकै आतंककारी हो बालनले भन्छ म प्रधानमन्त्री हुन्छु भनिरहेको रविले भन्छ म प्रधानमन्त्री कुलमानले प्रधानमन्त्री हर्क सम्पाङले प्रधानमन्त्री पहिला प्रधानमन्त्री बन्नुपर्छ नि त म हो नि त सर राजन 6 वर्ष अगाडि त्यसपछि हुँला हामी प्रधानमन्त्री के छ म सबैभन्दा प्रधानमन्त्री भयो भने प्रधानमन्त्री बन्ने त मेरो पनि सपना छ रहर त सबले गर्न पाइयो तर रियलमा प्रधानमन्त्री हुने भनेकै बालेन हो बालन साहब भन्ने पहिला चुनाव जित भाइ अनि बहुमत पर्या त्यसै प्रधानमन्त्रीमा तेरो बाउले बनाउँछ त नेपाली जनताले बनाउने रे चुनाव जिताएर लानको झाड पनि हुँदैन थियो मा अनि को हुन्छ त प्रधानमन्त्री खुलित्तै पारेर तँलाई कसले भोट दिन्छ हर्केलाई मलाई प्रधानमन्त्री बनाइदिनु ठक बाख्रा चोर प्रधानमन्त्री बन्छ बालिन हुँदैन हर्को हुँदैन गगन पनि हुँदैन भने को हुन्छ त प्रधानमन्त्री अब 84 मा प्रकाश भुजेल प्रधानमन्त्री मजाक नगर है त्यो चाहिँ लेखेर प्रधानमन्त्री किन बन्नु पर्यो हजुर त राजा हैन ढ्याङ्ग्रोको यो चुनावपछि फेरि म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु यो रेकर्डमा रहोस् पहिलाको पनि रेकर्डमै छ ग्यासवाला गफ पुरानो भइसक्यो अझ ठुलो गफ हान्नु पर्यो क्या यो भन्दा 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपैयाँ 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी म त आइफोन हो मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री नट ब्याड बहुमतको सरकार दिएर 5 वर्षसम्म चलाउन दिनु नेपालमा जनता खुसी हुने गरी काम गरिनछ भने नेपालको नागरिकता त्यागेर शरणार्थी नट ब्याड म यदि प्रधानमन्त्री भयो भने गोर्खा ब्रोडकास्टिङ कोअपरेसन भनेर बीबीसी जस्तै जीबीसी बनाएर वर्ल्डभरिका सबै भाषामा चाहिँ मैले यहाँबाट समाचार दिने तेजस्वी लोग है हमारे पास कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो सगरमाथादेखि कञ्चनजङ्घासम्म स्वर्ग पछिको बाटो भनेर एउटा हाइवे टु हेभन हरेक जिल्ला स्वर्गको टुक्राको रूपमा बनाएको छ स्वर्गको टुक्रा रौतहट स्वर्गको टुक्रा दार्चुला सबैलाई स्वर्गको टुक्राको रूपमा किन बनाएको भन्दाखेरि चाहिँ देशै छोड्दा म त स्वर्गै छोडेर जान आँटे कि भन्ने चाहिँ फिल होस् कि बच्चाहरूलाई हो भिजन भनेको यस्तो हुनुपर्छ क्या मान्छेलाई करोडपति बनाउने हरेक नेपालीलाई मैले करोडपति बनाउँछु कांग्रेस एमाले तारा घन्टी यस्तो यिनीहरूमा भोट हालेर झोले बन्नु भन्दा मलाई त करोडपति बन्नु छ म त निकोलस भुसालले हालिदिन्छु अनि मामा हजुर चाहिँ केमा हाल्ने हो भोट जुन चाहिँ आए पनि कानै चिरेको हो भन्दा भोट त नोटमा भयो भन्दा अहिलेको चुनावमा कसलाई दिने हो भोट कसले मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु न त मरे नै दिन्न